श्रीमती घरमा हुँदाहुँदै गर्लफ्रेन्ड बनाएर हिँड्दा भूपेन्द्रको जिन्दगी भने मरे तुल्य भएको छ। न त बोली नै आउँछ न त निको नै भइसकेका छन्। तर पनि त्यही गर्लफ्रेन्ड नकाब लगाएर त्यही भूपेन्द्र भएको कोठा अर्थात् भूपेन्द्र सुतिरहेको बेडसम्म आइपुग्छिन्। तर भुन्टीले पनि अचम्म मान्दै हेरिरहेकी हुन्छन्। आखिरी भुन्टीले कहिले उसलाई देखेको त थिएन, तर पनि त्यो अवस्थामा आउँदाखेरि भुन्टी भने निकै डराउँछिन्। आखिर यो को हो र किन आइरहेकी छे भन्ने कुरासम्म पनि भूपेन्द्रलाई भुन्टीलाई थाहा हुँदैन। बिचरा भुन्टी हेरेको हेरै भइरहन्छन्। तर उसका आँखाहरू र उसले लगाएको नकाबले पनि उसको आँखाबाट मात्रै भए पनि भूपेन्द्रले उसलाई चिनिसकेका थिए। तर उसैको परिवारबाट त्यति ठुलो धोका पाइसकेका भूपेन्द्र अब पुनः त्यही आफ्नै पुरानो गर्लफ्रेन्डप्रति पुनः फर्केला त किन फर्किन्थे। आफ्नै श्रीमतीले त्यो अवस्थामा भेटाएर ल्याएर त्यतिसम्म गरेर उपचार गरिसकेको मान्छे अब पुनः गर्लफ्रेन्डतिरै फर्के भने भूपेन्द्रलाई कसैले पनि सपोर्ट गर्ने भने छैन। परिवारका सारा सदस्यले भने त्यो अवस्थामा भूपेन्द्रलाई हस्पिटलमै छोडेर आफ्नो दर्ग दिशा अर्थात् बाटो लागिसकेका छन्। र आफ्नै भाइले धरि पनि अब बेहोस अवस्थामा भएको मान्छेलाई रुँगेर के गर्नु। कमसेकम भोलि भाइले मलाई रुङ्यो भनेर भन्न सक्ने मान्छे पनि छैन भने अब मैले यहाँ बसेर काम छैन, मैले गाउँमा जानुपर्छ र केही न केही गाउँमा गएर गर्नुपर्छ भन्ने खालको सोच बनाउँदै त्यहाँबाट निस्किन्छन्। र भूमिका र बालकुमारी पनि अब यहाँ बसेर हाम्रो कुनै पनि काम हुँदैन, अब हामी गाउँै फर्केर जानुपर्छ र गाउँ फर्केर गएर बुढालाई अर्थात् भूमिकाको बालाई फकाएर केही जग्गा बेचेर भूमिकाको भने जस्तै बिहे गर्नुपर्छ भन्दै त्यहाँबाट सपना बुन्दै अगाडि बढिरहेका छन्। तर उनीहरूले सोचे जतिको सजिलो किन हुन्थ्यो र। सबै छोराहरूलाई भेला पारेर सारा सम्पत्तिको बारेमा सोधेर मात्र भूपेन्द्रका बाले पनि ती कामहरू गर्छन्। तर यिनीहरूलाई भने थाहा छैन कि अब भूमिकाको बिहेमा सबैभन्दा पनि केही जग्गा बेचेर भूमिकाको बिहे गर्छु भनेर लागि परिरहेका छन्। र यता घरमा सहरको घरमा पनि जेठी बुहारीले बसी टिक्न दिनन्, घरभित्रसम्म आउन दिनन्। र भूपेन्द्रका दाजुलाई पनि अब भूपेन्द्रलाई हेर्न जानु पर्दैन, भुन्टी छे भने सकेको नि, अब जे गर्छन् जसो गर्छन् उनीहरू नै गर्छन् र हामीले केही गर्नु पर्दैन भन्दै श्रीमान श्रीमती बीच झगडा सुरु भइसकेको छ। र यता भूपेन्द्र भने बल्ल बल्ल होस त आउँछ, तर बोल्न खोज्दा बोली आउँदैन। बोली नआएपछि भूपेन्द्रलाई अचम्म लाग्छ र भुन्टी पनि धेरै आत्तिँदै डाक्टरलाई बोलाउन थाल्छिन् र नर्स आएर सबै कुरा भन्छन्। तपाईँको श्रीमान अब पहिला जस्तो बोल्न सक्नुहुने छैन, केही समय भने पक्कै लाग्नेछ भन्दै हुन्छन्। तर ती सारा सुनिसकेपछि भुन्टीको आँखा रसाउँछ र भुन्टीले सधैँ चाहिँ सम्झिरहेकी हुन्छन्। विगतमा कति धेरै माया गर्ने, कति मिठो शब्द बोल्ने श्रीमानको आज बोली हरायो। तर बिचमा मलाई दिएका दुःखहरू भने मैले कहाँ बिर्सेको छु र भने जस्तो भइरहेको छ। र चिन्दै नचिनेको मान्छे एक्कासी नकाब लगाएर भुन्टीको अगाडि आइसकेपछि भुन्टी अरू झन् धेरै अचम्ममा भने परिरहेकी छ।